Traveling from Butol to Kathmandu. Hi guys, it's me Eliza Regmi अनि आज चाहिँ म र बहिनी भएर बुटोलदेखि काठमाडौँ जाँदैछौँ के स्पेशल कामको लागि। अब त्यो स्पेशल काम चाहिँ के हो भनेर हेर्न चाहनुहुन्छ भने हजुरहरूले एन्जिला रेग्मी युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरेर त्यसमा वेट गर्नु होला। केही टाइमपछि चाहिँ त्यहाँ केही स्पेशल चीज आउँदैछ। हामी नारायणघाट पुग्दादेखि नै जाम सुरु भएको थियो। त्यहाँबाट अलि अगाडि पुगेपछि खाना खान रोक्यौँ। खाना खाएर लगभग 1 बजेतिर हिँडिसकेका थियौँ। त्यसपछि हामी जाममा पर्यौँ। यो चाहिँ थियो जुगेडी, जहाँबाट चाहिँ हाम्रो जामवाला यात्रा सुरु भएको थियो। त्यहाँ एकदमै धेरै बेर लगभग 4-5 घन्टा जाममा बस्यौँ। चटपट खायौँ। त्यसपछि अलि अगाडि हिँड्यो गाडी। त्यसपछि फेरि जाम लाग्यो। त्यसपछि साँझसम्म खुल्छ भन्ने सुन्यौँ, तर साँझसम्म खुलेन। अर्को दिन पनि भयो। अर्को दिन बिहानसम्म पनि नखुलेपछि वी मेड अ डिसिजन कि हामी त्यो थोरै बाटो हिँडेर गयो भने चाहिँ त्यो पहिरो गएको